こんにちは。私の名前はダカルバラトと申します。出身はネパールで日本に来て4年経ちました。今は学生ではなくて、今は正社員でスーパーで働いてます。यसरी फ्लुएन्ट रूपमा जापानिज भाषा चाहिँ कसरी बोल्ने हैन तपाईँलाई पनि जापानिज भाषा बोल्न मन लागेको हुन्छ सुरुवात चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ कसैलाई थाहा हुँदैन कि बिगिनर्स चाहिँ हैन सुरुमा चाहिँ कसरी गर्ने मलाई पनि थाहा छैन हैन म पनि जापानमा आएको चाहिँ 4 वर्ष भइसकेर हैन 4.5 वर्ष भएर मैले चाहिँ वर्किङ लाएर हैन अहिले सुपर मार्केटमा मैले वर्किङ लाएको छु म स्याइन भएको छु हैन पहिला म स्टुडेन्ट भिजामा चाहिँ 4 वर्ष जापानमा बसेँ त्यसपछि अहिले चाहिँ म स्याइन भएको छु अनि त्यसपछि सुरुमा चाहिँ जापानी भाषा कति गाह्रो 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 जस्तो हुन्थ्यो कि तर चाहिँ हैन सुरुमा चाहिँ कसरी सुरुवात गर्ने भन्ने विषयमा तपाईँले यो भिडियो हेर्नुपर्छ है त यो भिडियो हेर्नुपर्छ यो भिडियो चाहिँ तपाईँले नयाँ हो भने चाहिँ सब्स्क्राइब हान्नुपर्छ है सुरुमा चाहिँ जापानी भाषामा चाहिँ सुरुमा कसरी जान्ने भन्दाखेरि हिरागाना कातागाना खान्जी 3 प्रकारको हुन्छ हैन तपाईँले सुरुमा चाहिँ हिरागाना जान्ने पर्ने हुन्छ योभन्दा अगाडिको मैले भिडियोमा चाहिँ हिरागाना पढ्ने मैले भिडियो बनाइसकेको छु हेर्नु होला है त धेरै मैले भिडियो बनाइसकेको छु है त यसमा चाहिँ मैले तपाईँलाई सिकाउँछु हैन सामान्य कन्भर्सेसन जापानमा चाहिँ सामान्य ग्रिटिङहरू अथवा चाहिँ बाटोमा हिँड्दाखेरि नर्मल कन्भर्सेसन हैन तपाईँले जापानमा चाहिँ यसो बाहिर हिँड्दाखेरि चाहिँ नर्मल भेट्दाखेरि चाहिँ सानोतिनो मान्छेहरूलाई कसरी सुरुवात गर्ने भन्दाखेरि चाहिँ सुरुमा भेट्ने बित्तिकै बाटोमा हिँडिरह यसो भेट्ने बित्तिकै ओहायो गोजाइमासु हैन शुभ बिहानी कोनिचिवा हैन अनि अर्को चाहिँ कोनबानुवा यसरी सुरुवात हुन्छ सबै जापानिज भाषामा सबभन्दा पहिला बोलचालको हैन जो देखे पनि बुढाबुढी अथवा चाहिँ साथीहरू जो भए पनि के जापानिजहरू जो भए पनि काममा अथवा हैन काममा पनि जहिले पनि ओहायो गोजाइमासु परेको हुन्छ है बिहान दिउँसो बेलुका जहिले पनि होस् टिप्नुस् है काममा दिउँसै गए पनि कोनिचिवा नभनेर ओहायो गोजाइमासु काममा पहिलोपटक भेटेपछि ओहायो गोजाइमासु भन्नुपर्छ के हैन त्यसपछि चाहिँ जापानमा चाहिँ के रे तपाईले चाहिँ सुरुमा चाहिँ जानुपर्ने चाहिँ वातासी भनेको म वातासी भनेको म हैन वातासी ताची भनेको चाहिँ हामीहरू वातासी ताची भनेको चाहिँ हामीहरू त्यसपछि आनाता भनेको तिमी हैन आनाता भनेको तिमी आनाता हैन त्यसपछि अर्को चाहिँ तपाईले नबुझे पर भिडियो पौज गरेर हेर्न सक्नुहुन्छ है अनि त्यसपछि चाहिँ आनाता ताची भनेको तिमीहरू हैन आनाता ताची भनेको तिमीहरू गाकुसेई हैन गाकुसेई भनेको विद्यार्थी हैन अनि त्यसपछि अर्को टिचरहरूलाई चाहिँ हामीले सेन्सेई टिचरलाई सेन्सेई हैन टिचरलाई सेन्सेई स्कुललाई चाहिँ गाक्कौ गाक्कौ हैन गाक्कौ यिनीहरू चाहिँ एकदम युज हुने शब्दहरू हुन् के हैन अनि चाहिँ कामलाई चाहिँ के भन्छ भन्दा सिगोतो सिगोतो आरिमास्का भनेर सोधिन्छ कि हैन काम छ भनेर सोध्दाखेरि चाहिँ जापानमा सबैले गर्ने काम होस् काम छ कि छैन सुरुमा चाहिँ सोध्न पर्ने चाहिँ सिगोतो आरिमास्का सुमिमासेन भन्नुपर्छ है सुरुमा सुमिमासेन सिगोतो आरिमास्का सुमिमासेन काम छ फोन गरेर सोध्ने हैन मोसी मोसी भनेको हेलो भनेको है हेलो फोनमा मात्रै परेको हुन्छ हैन नत्र नर्मली हामीले बाटोमा हिँड्ने मान्छेले हेलो त भनिन्न नि त त्यही भएर चाहिँ फोनमा परेको चाहिँ हेलोबाट सुरु हुन्छ है मोसी मोसी सिगोतो आरिमास्का सोद्धाखेरि चाहिँ हाई भनेको छ इए भनेको छैन हैन अनि कसैले चाहिँ हैन हामीलाई चाहिँ सहयोग गरे अथवा केही गरे बापत चाहिँ हैन आरिगातो गोजाइमास के भन्ने रे आरिगातो गोजाइमास भन्ने त्यसपछि चाहिँ अरूले चाहिँ आरिगातो भन्यो भने चाहिँ ए दाइजोबु देस ए दाइजोबु देस अथवा चाहिँ तपाईले नर्मली पढ्नुहुन्छ N5 लेभलमा के रे दोइता सिमास्ते भनेर पढ्नुहुन्छ म चाहिँ यत्रो भइसक्यो मैले कहिले पनि दोइता सिमास्ते प्रयोग गरे हैन हैन या दाइजोबु देस भनिदिन्छु मैले है या भनिदिन्छु इएलाई सर्ट फर्ममा इया भनेको या दाइजोबु देस हैन ठिक छ भन्ने हो सर्ट फर्म हो क्या हैन म सर्ट फर्म परेको छु तर तपाईँ चाहिँ भर्खरै आउनु भएको छ भने सर्ट फर्म प्रयोग नगर्नुहोस् हैन या दाइजोबु भनेको अलि थोरै लेभल बसिसकेपछि बल्ल आउने शब्द हो अनि त्यसपछि चाहिँ जापानमा आएपछि चाहिँ अब तपाईहरुले कसैले सहयोग गर्यो भने आरिगातो गोजाइमास या दाइजोबु देस अथवा चाहिँ ए दोइता सिमास्ते तोन्देमो गोजाइमासेन हैन अनि ओत्सुकारे सामादेस पनि हुन्छ काम सकिएपछि अन्तिममा काम सकियो एउटै उमा काम सकियो काम छोडेर अन्तिममा चाहिँ घर जाने बेलामा चाहिँ ओत्सुकारे सामादेस मेहनत गर्नुभएकोमा धन्यवाद ओत्सुकारे सामादेस भन्नुपर्छ के हैन त्यो नभनिकन चाहिँ हिँड्न पाइँदैन फेरि यसलाई मलाई ओत्सुकारे पनि भनेन भन्छन् अलि कम्प्लेन आउँछ के मोङ्कु आउँछ मोङ्कु भनेको चाहिँ कम्प्लेन है कम्प्लेन गर्छन् है त त्यसै ओत्सुकारे सामादेस भन्नुपर्ने हुन्छ हैन
त्यसपछि चाहिँ होइन जापान आएपछि चाहिँ अब के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ त्यसमा चाहिँ अब जापान आइसकेको भए चाहिँ तपाईँले कमेन्ट गर्नुहोस् काम कसरी खोज्ने होइन अथवा चाहिँ सेनमन गएको कसरी खोज्ने वर्किङ कसरी खोज्ने होइन अब चाहिँ तपाईँ चाहिँ होइन नेपालबाट चाहिँ यहाँ जापान आउनु भएकै छैन भने तपाईँलाई चाहिँ सुरुमा बेसिक लेभल चाहियो नि त होइन बेसिक चाहियो कि तपाईँले त्यो माथि माथिको लेभलहरू पढेर कामै छैन कि होइन तपाईँले N5 लेभलको ताबेमास होइन इकिमास किमास भनेर चाहिँ वाक्य मात्रै बनाउन जानेर हुँदैन वाक्य जानेर कहिले पनि हुँदैन कि होइन तपाईँ चाहिँ वाक्यलाई जोड्ने कसरी भन्ने जान्नुपर्छ कि होइन जस्तै वातासी सुपा ए इकिमास वातासी वा सुपा ए इकिमास म चाहिँ सुपर मार्केटतिर जान्छु सुपा भनेको सुपर मार्केट है त रोक्नुहोस् है त मैले एकचोटि यो खान्छु अनि अर्को कुरा चाहिँ वातासी वा गाक्को ए इकिमास गाक्को जान्छु कलेज जान्छु होइन अनि त्यसपछि किकिमास भन्ने हुन्छ सोध्छु अथवा सुन्छु भन्ने हुन्छ होइन वातासी वा राजियो ओ किकिमास म रेडियो सुन्छु भन्ने हुन्छ वातासी वा सेन्सेई नि किकिमास भनेको सेन्सेईलाई सोध्छु सुन्छु सोध्छुमा थोरै फरक छ है त वाक्य प्रयोग गर्दाखेरि चाहिँ जानिन्छ त्यसपछि चाहिँ सेन्सेईलाई जान्छु अनि त्यसपछि इरासेमास भनेको इरासेमास भनेको हुनुहुन्छ अलि ठुलो मान्छेलाई भन्ने शब्द है त जस्तो चाहिँ सेन्सेईलाई भन्यो भने सेन्सेई इरासेमासका सेन्सेईको नाम भनेर जस्तै म भएँ होइन भारत सेन्सेई इरासेमासका भरत सेन्सेई हुनुहुन्छ होइन इमासका इमास भनेको हुनुहुन्छ इनाई भनेको चाहिँ हुनुहुन्न तपाईँले चाहिँ इमासको सर्ट फर्म इरु होइन अनि त्यसपछि इमासेन भनेको हुनुहुन्नलाई चाहिँ इनाइरेस सर्ट फर्म हो कि तपाईँको लेभल बसिसकेको छ भने चाहिँ सर्ट फर्म जान्दाखेरि हुन्छ होइन यदि तपाईँलाई सुरुवातै लेभल थाहा छैन भने चाहिँ इमासेन ताबेमासेन नोमिमासेन भन्ने हुन्छ कि जस्तो मैले यो पिएँ भने चाहिँ होइन वातासी वा जुस हो यो होइन जुस ओ नोमिमास पिएर भइसक्यो नि वातासी वा जुसु ओ नोमिमास्ता यस्तो हुन्छ कि यो भिडियोको विषयमा म अर्को भिडियोमा बनाउँछु त्यसैले चाहिँ होइन यो अहिलेलाई चाहिँ तपाईँले यतिसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद अझै कुन विषयमा तपाईँलाई कुन लेभलको मैले तपाईँलाई भिडियो बनाऊँ कमेन्ट गर्नु होला है त फेरि पनि म तपाईँहरूसँग जोडिने दिन्छु आज यति नै सबैलाई बाई बाई